अब म तपाईहरुलाई यो इलेक्ट्रिक स्कुटरले कसरी घुर्छ, काम कसरी गर्छ भन्ने कुरामा जानकारी दिन गइरहेको छु। यो रहेको छ ब्याट्री अनि यो रहेको छ कन्ट्रोलर। त्यस्तै गरिकन यहाँ तल चक्का टायरमै रहेको जुन मोटर छ यो तीनटाको कम्बिनेसनबाटै स्कुटर घुर्ने गर्दछ। जस्तै यो ब्याट्री भयो, ब्याट्रीले पावर दिन्छ अनि यो कन्ट्रोलरले हामीले दिएको ड्राइभरले दिएको कमान्ड अनुसार यो कन्ट्रोलरले काम गर्छ। स्पिड बढ्ने घट्ने, स्लोमा जाने, हाई स्पिडमा जाने सबै काम यो कन्ट्रोलरले गर्छ। यो कन्ट्रोलरलाई चाहिँ हामीले हाम्रो जुन एक्सिलरेटर छ यसमा भित्र सेन्सर हुन्छ। यो सेन्सरको मद्दतले कन्ट्रोलरबाट स्पिड चाहिँ घटबढ गर्ने काम गर्दछ। त्यही भएर यो इलेक्ट्रिक स्कुटरमा चाहिँ यो तीनटा स्पेयर पार्ट्सबाट यो कन्ट्रोलर स्कुटर चाहिँ घुर्ने काम गर्छ। बाँकी सबै अरु यसको बडी मात्र हो, यसमा खासै अरु केही चाहिँदैन यसको लागि। त्यही भएर इलेक्ट्रिक स्कुटर भनेको एकदमै सिम्पल छ। यो मोटर भित्र नै तपाईको कोइल हुन्छ, आर्मेचर हुन्छ र त्यसैको मद्दतबाट चाहिँ यो चक्का घुम्ने काम गर्छ। त्यही भएर यसमा इन्जिन भनेकै यही मोटरै हो। अनि मेन पावर निस्कने काम गर्ने इलेक्ट्रिकल इनर्जीलाई मेकानिकल इनर्जीमा कन्भर्ट गर्ने काम पनि यही मोटरले काम गर्दछ। र त्यही भएर मेन यसको महत्त्वपूर्ण पार्ट्स भनेको यही मोटरै हो। अनि यो ब्याट्री भयो, ब्याट्री भनेको एउटा फ्युल ट्याङ्क जस्तो मात्र हो। यसले चाहिँ इनर्जी दिने, इलेक्ट्रिकल इनर्जी चाहिँ सप्लाई गर्ने काम गर्दछ। त्यही भएर यो तीनटा कन्ट्रोलर, ब्याट्री र मोटर यो तीनटाको मद्दतले चाहिँ इलेक्ट्रिक स्कुटर चाहिँ काम गर्दछ यसले। धन्यवाद। मसँग भएको रिकन्डिसन इलेक्ट्रिक स्कुटरको बारेमा जानकारी दिन गइरहेको छु। मेरो अगाडि भएको यो जुन कालो स्कुटर छ यो चाहिँ BMC कम्पनीको हो। यसको क्यापासिटी मोटर 2000 वाट 72 भोल्ट हो र यसको अधिकांश पार्ट पुर्जा मसँग उपलब्ध रहेको जानकारी गराउन चाहन्छु। त्यस्तै गरिकन यसको कभरहरू चाहियो भने मोटर, कन्ट्रोलर प्राय अधिकांश सबै मसँग छ र यो पनि मैले अहिले सेल्सको लागि राखेको छु। त्यस्तै गरिकन अर्को मसँग रहेको मोडल BGB को हो। यो चाहिँ एकदम फ्यान्सी टाइपको डिजाइनमा रहेको छ। यसको मोटरको क्यापासिटी पनि 72 भोल्ट 2000 वाट रहेको छ। यसको विशेषता भनेको यो डिजाइनै हो, क्यापासिटी चाहिँ बराबरै छ। त्यस्तै गरिकन अर्को यो रहेको यो सिल्भर कलरको स्कुटर यो चाहिँ 60 भोल्ट 1500 वाटको रहेको छ र यो यिनीहरू सबै स्कुटर चाहिँ राम्रो कन्डिसनमा रहेको र सबै रिकन्डिसन भएको जानकारी पनि म दिन चाहन्छु। धन्यवाद।